अहिले समुद्रतिर आएका छौँ हैन। अब कस्तो दामी दिन थियो। अहिले बिहानसम्म पानी परेर चिसो मौसममा घुम्न निक्लिएको। आज सन्डे हो नि त, सो यस्तो दामी ठाउँहरू हुन्छ क्या। यस्तो ठाउँहरू चाहिँ बब्बाल हुन्छ। अब जगिङ गर्नेहरूको लागि नि दामी सुविधा छ। हाम्रो नेपालमा चाहिँ अब यस्तो हुँदैन, सबै चोरै चोर छ, सरकार चोर भएपछि काडे देश भन्ने एउटा Look at the view, guys. बब्बाल ठाउँ चाहिँ बब्बाल ठाउँ छ क्या। यहाँनिर घुम्नु लायकको चाहिँ बब्बाल ठाउँ छ। बस्ने खाने समुद्रको मजा लिने त्यस्तो ठाउँ हो यहाँ चाहिँ। अब जस्तै अब फ्यामिली आयो बस्यो। अब यतातिर खासै काम हुँदैन नि त। यतातिरको मान्छेहरूले फेरि खासै काम पनि गर्दैन। त्यही भएर दिउँसोभरि बस्छ, रातभरि खेल्यो खायो, यसरी बसेर खाने हो क्या। यो चाहिँ पिकनिक जस्तो नि हो। समुद्र हेर्दै मजा लिँदै बसेर खाने ठाउँ हो क्या यो चाहिँ। यसो लुक एट द भ्यू। यस्तो दामी ठाउँहरू छ क्या। अनि अब अरू बेला चाहिँ हामी हिँड्दै आउँथ्यौँ। अनि आज चाहिँ अब एक्लै भइयो नि त, टेर साइकलमा आएकोमा चाहिँ। अब आज दाइहरू उता मार्केटतिर जानुभयो, म एक्लै आएको। त्यही भएर यहाँ चाहिँ सट्टा आउने, बस्ने, खाने, पिकनिक जस्तो पनि हो है। रमाइलो समुद्रको मजा लिने त्यस्तो ठाउँ हो क्या यहाँ चाहिँ। अब घुम्यो बस्यो, यहाँ चाहिँ मजा पनि हुन्छ क्या। एक चाहिँ मजा हुन्छ। अब 7 दिन हप्तामा 6 दिन काम गऱ्यो, 1 दिन छुट्टी। अनि अब कपडा धुयो। अब आइतबार खासमा चाहिँ सुत्ने छुट्टी, गलेको छ भनेर दिए हो, रेस्ट गर्ने छुट्टी दिए हो। तर अब कति सुत्नु हो न, सुत्नु भने बिहानभरि सुत्यो, खाना खायो, अनि अब यतातिर निक्ल्यो, हेऱ्यो। अब सुत्नु भन्दाखेरि यताउता हिँड्यो, त्यो रमाइलो हुन्छ नि त। त्यही भएर निक्लेको हो। आज चाहिँ समुद्र पनि बढेको छ। अरू बेला चाहिँ पर हुन्थ्यो पानी, आज चाहिँ बढेको छ। त्यो देख्न सक्नुहुन्छ गाइज। त सब्सक्राइब गरिदिनु होला, त्यही भन्न चाहन्छु तपाईँहरूलाई चाहिँ। यस्तै हामी अब अरूको देशतिर हुने, बाहिर देशतिर हुने मान्छेहरूलाई चाहिँ म चाहिँ के भन्न चाहन्छु भने, आफ्नो टाइममा चाहिँ सुतेर भन्दा नि बरु यताउता हिँड्नु, मजा लिनु, त्यो चाहिँ राम्रो कुरा हो जस्तो लाग्छ मलाई चाहिँ। त्यो रमाइलो लाग्छ। अब यताउता हिँड्यो होइन। अब अर्काको ठाउँमा साथीभाइहरू हुँदैन। अब तेरो एक्लै निक्ल्यो, हिँड्यो यताउता, डुल्यो, घुम्यो, ठाउँहरू पनि चिनिने। तर अब यो मलेसियामा चाहिँ धेरै चाहिँ चोर लाग्छ क्या। यतातिर चाहिँ धेरै चोर लाग्छ, त्यसबाट चाहिँ बस्नुपर्छ, आफै सुरक्षित हुनुपर्छ क्या। चोरहरू चाहिँ बबालै लाग्छ। अनि चोरहरूको सँग चाहिँ धेरै बचेर हिँड्नुपर्छ। अहिले त त्यस्तै हो। अनि अहिले त मलेसिया नि युरोप कन्ट्री जस्तो भइसक्यो क्या। अब पैसा कमाइ समय छैन। अब यहाँ हामीलाई समथिङ, हामी आउँदाखेरि 3 लाख जति तिरेर आएको, अहिले यहाँ हामीलाई समथिङ 4 लाख जति तिर्नुपर्छ। अब नकमाइ छ है। झन् अहिले 1700 बेसिक भएको छ। 1700 बेसिक भनेर ल्याउँछ। अब बस्ने त त्यही अब 45,000 40,000 आउँछ जम्मा टोटल। अनि खायो बस्यो 1700 भनेर उता मेन पावरले चाहिँ धेरै पैसा लिन्छ। अब यता आएर कमाइ हुँदैन। त्यस्तो चाहिँ अब धेरैले चाहिँ त्यो भनेर फसाउँछ क्या। यताउता हिँड्ने मान्छेहरू, विदेशतिर हिँड्ने मान्छेहरूलाई चाहिँ बरु त्यो अन्त के भन्न चाहन्छु भने, म चाहिँ मलेसिया यस्तो साउदी कतारतिर आउनुभन्दा चाहिँ, त्यति 4-5 लाखतिर आउनुभन्दा चाहिँ बरु 2-3 लाख थपेर युरोप कन्ट्री जानुहोस् तपाईँहरू चाहिँ। म यस्तोतिर 1700 बेसिक छ भनेर चाहिँ नआउनु होला भन्न चाहन्छु क्या तपाईँहरूलाई। बरु त्योभन्दा चाहिँ युरोप कन्ट्रीतिर जानुहोस्, राम्रो हुन्छ। ओके, झन्नै ठोकायो यार। के गर्छ अब यहाँको मान्छेहरू धेरै बोल्नु दिइहाल्छ अर्काको देशमा। धेरै बोल्नु पनि हुँदैन। उनीहरूले गल्ती गरेर नै आफू सरी भनेर हिँडिदिनुपर्छ क्या। यहाँ चाहिँ बरु यहाँनिर यहाँको मान्छेहरूसँग झगडा पऱ्यो भने, मिस्टेकले पनि झगडा परेको भने बरु 1-2 थप्पड खाने हो, नबोल्ने हो क्या। यहाँ त मारेर फ्याँकिदिन्छ। यहाँको अब कालीहरू चाहिँ त्यस्तो हरामी हुन्छ क्या, सक्दैन। त्यही भएर बरु झगडा नगर्ने, आफ्नो बाटोमा हिँड्ने, झोला खोला मागने दिने हो क्या। दिन्न यो त्यो भन्नु भने त हानिदिन्छ यहाँकोले। अलिक केयरफुल चाहिँ रहनुपर्छ आफू पनि। त्यही हो गाइस, देख्न सक्नुहुन्छ भ्यू।
आजको दिन चाहिँ रमाइलो छ, घामसाम खासै छैन। अरू बेला चाहिँ बबालाई घाम हुन्छ नि त, बल्छी तिनीहरू बल्छी खेलिरहेको हुन्छ। त्यही धेरै चाहिँ यो बाटो चाहिँ धेरै चाहिँ यो चाहिँ जगिङ गर्ने ठाउँ हो क्या, जगिङ गर्ने साइक्लिङ गर्नेहरूको लागि चाहिँ बेस्ट ठाउँ हो क्या। अनि अब हामी जस्तो अब काम गऱ्यो हप्तामा एक दिन छुट्टी हुन्छ, हप्तामा एक दिन छुट्टी भयो, त्यो एक दिन डुलेर के गर्नु। अब हामी जस्तो मान्छेले अब यो विदेशतिर काम गर्ने, अब यस्तो नर्मल देशतिर हुने मान्छेले चाहिँ खासै यो अब भिडियोहरू लगाइबस्नु नै सकिँदैन क्या। अब बिहान 7 बजीदेखि बेलुकाको 5 बजीसम्म 6 बजीसम्म ड्युटी हुन्छ होइन, अनि गएर पकाइ खानु पर्यो, भ्याइँदैन क्या। त्यही भएर पनि अब केही पनि हुँदैन। त्यही अब यसो मजाको लागि गर्नेहरूले चाहिँ गरिरहेको हुन्छ। अब कतिको चाहिँ फेरि सबैको चाहिँ त्यस्तो हुँदैन, कतिको चाहिँ अब छिटै पनि छुट्टी हुन्छ नि त। उनीहरूले चाहिँ राम्रै टाइम दिएर गऱ्यो भने राम्रै पनि भइरहेछ, कतिले गरि पनि रहेछ होला होइन। तर अब हामी चाहिँ छैन क्या, अब हाम्रो कम्पनी चाहिँ छुट्टिया कम्पनी परेको छ क्या। त्यही भएर यसो सन्डे मिल्यो घुम्यो त्यस्तै मात्र हो यतातिर चाहिँ होइन। भने अब टाइम निकालेर गर्छु, टाइम निकालेर यहाँ जान्छु त्यहाँ जान्छु भन्यो भने नि भ्याउँदैन क्या यहाँ चाहिँ, त्यस्तो ठाउँ हो। त्यही भएर आफ्नो सुरक्षा आफै पनि गर्नुपर्छ साथी हो। पैसाको मतलब भएन, ज्यान चाहिँ ख्याल गर्नु पऱ्यो आफ्नो ज्यान चाहिँ, त्यति चाहिँ भन्न चाहन्छु क्या म तपाईँहरूलाई।